खरिदार लेभलमा सोधिने म्याथका प्रॉफिट एन्ड लसबाट महत्त्वपूर्ण प्रश्न ल्याएर आएको छु। यो खुट्टाको एक्जाम असार 20 गते हुने भएकाले चाहिँ यो तपाईँहरूको लागि सर्ट रिभिजन र महत्त्वपूर्ण क्वेसन पनि हुन जान सक्छ। अब प्रॉफिट एन्ड लसबाट सुरुमा हामीले की फर्मुलाहरू हेर्छौँ। यो की फर्मुलाहरू हाम्रो यहाँ छ यो। अनि हामीले सुरुमा यति फर्मुला हेर्छौँ र त्यसपछि हामी केही क्वेसन सल्भ गर्ने प्रयास गर्नेछौँ। सुरुमा हाम्रो छ नाफा रकम। अब नाफा रकम चाहिँ अब नाफा रकम भनेको के हो? प्रॉफिट अमाउन्ट हो। प्रॉफिट अमाउन्ट भन्नाले के बुझिन्छ? प्रॉफिट अमाउन्टको फर्मुला एसपी माइनस सिपी। अब हामीले प्रॉफिट हुने भए प्रॉफिट 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 हुने कसरी हुन्छ भन्दाखेरि हामीले किनेको मूल्य भन्दा बेचेको मूल्य धेरै भयो भने प्रॉफिट हुन्छ। यहाँनिर एसपी भन्नाले चाहिँ के बुझिन्छ? सेलिङ प्राइस अथवा बेचेको मूल्य भन्ने बुझिन्छ। हामीले बेचेको मूल्य भन्ने बुझ्छौँ। एसपी भनेको के हो? सेलिङ प्राइस हो। सिपी भनेको के हो? कस्ट प्राइस हो है त। यहाँ मैले तपाईँहरूलाई बेसिकदेखि नै सिकाउने कोसिस गर्नेछु। तपाईँहरूले बुझ्ने कोसिस गर्नुहोला। अब नाफा रकम भन्नाले बुझिहाल्नुभयो तपाईँले, बेचेको मूल्य माइनस किनेको मूल्य। बेचेको मूल्य चाहिँ अभियसली धेरै भयो भने नाफा हुन्छ। अब नोक्सान रकममा चाहिँ के हुन्छ भन्दाखेरि सिपी माइनस एसपी। नोक्सान रकम भन्नाले अब किनेको मूल्य चाहिँ धेरै भयो। हामीले किन्दाखेरि चाहिँ एउटा जस्तै सामान किन्दाखेरि ल एउटा मोबाइल किन्दाखेरि अब तपाईँले मोबाइल किन्दाखेरि 25,000मा किन्नुभयो भने 25,000मा किन्नुभयो भने तपाईँले बेच्दाखेरि त्यसलाई तपाईँले एसपी सेलिङ प्राइस है त्यसलाई बेच्दाखेरि चाहिँ तपाईँले 20,000मा बेच्नुभयो भने तपाईँलाई त 5,000 घाटा हुने भयो। त्यही भएर सिपी माइनस एसपी हुन जान्छ नोक्सान रकमको फर्मुला। अब छुट रकम चाहिँ हाम्रो डिस्काउन्ट एमाउन्ट पनि भन्छ यसलाई। छुट रकम भनेको मार्क प्राइस माइनस एसपी। मार्क प्राइस भन्नाले तपाईँले कुनै सामानमा देख्नुभयो होला नि, स्टिकरमा पहिले नै टाँसेको हुन्छ नि यो प्राइस यति भनेर। अनि त्यसपछि हामीलाई पसलेले दिने डिस्काउन्ट कति हो भन्नलाई त्यसले सेलिङ प्राइस अब त्यसको मार्क प्राइस माइनस त्यसले हामीले दिएको प्राइसबाट दिएको हामीलाई हामीलाई बेचेको प्राइस र त्यहाँको मार्क प्राइसबाट बेचेको प्राइस घटायो भने के आउँछ त? हाम्रो छुट रकम आउँछ। तपाईँहरूले फर्मुला याद गर्नुभन्दा पनि आफूलाई एकचोटि पसलले अथवा किन्ने मान्छे सम्झेर चाहिँ तपाईँहरूले यो पढ्नुभयो भने तपाईँहरूलाई नै अलि याद हुन्छ सधैँभरिलाई र तपाईँहरूलाई क्वेसन गर्दा फर्मुला चाहिराख्ने हुँदैन। नोक्सान प्रतिशतको लागि चाहिँ हामीले के गर्नुपर्छ? नोक्सान भनेपछि नोक्सान बाई सिपी इन्टु 100। नोक्सान बाई किनेको मूल्य इन्टु 100% गर्नुपर्छ। नोक्सान भन्नाले के बुझिन्छ? सिपी माइनस एसपी। हामीले माथि नै डिस्कस गरिसकेका छौँ। अब त्यसपछि हाम्रो छ नाफा प्रतिशत। एकछिन है, यो स्क्रोल भएन, किन भएन म गर्छु। अब छ हाम्रो यहाँ नाफा प्रतिशत छ। नाफा प्रतिशत भन्नाले पनि हामीले के बुझ्छौँ? यो एसपी माइनस सिपी यो यति हेर्नु त। यो भनेको त नाफा हो कि नै, माथि हामीले नाफा रकममा त्यही निकालेका छौँ कि नै। यो नाफा बाई किनेको मूल्य इन्टु 100। अब छुट प्रतिशत डिस्काउन्ट पर्सेन्टेज। डिस्काउन्ट पर्सेन्टेज हाम्रो के हुन्छ? डिस्काउन्ट पर्सेन्टेजमा चाहिँ छुट रकम बाई एमपी इन्टु 100 सेम सेम हुन्छ। जो चाहिँ मार्क प्राइस या सिपी हो। छुट प्राइस भनेको छुट रकम भनेको कति हो भन्दाखेरि एमपी माइनस एसपी हो। यो हामीले माथि नै डिस्कस गरिसकेका छौँ। अब भ्याट प्रतिशत निकाल्नको लागि चाहिँ हामीले यो भ्याट बाई एसपी इन्टु 100 गर्नुपर्छ। हामीले भ्याट प्रतिशत निकाल्नको लागि चाहिँ के गर्यौँ? भ्याट बाई एसपी, भ्याट डिभाइड बाई एसपी इन्टु 100। अब हामीले भ्याट चाहिँ लेख्यौँ। अब यो भ्याट अमाउन्ट निकाल्ने फर्मुला चाहिँ के भन्दाखेरि यो भ्याट भनेको भ्याट अमाउन्ट हो है। भ्याट रकम भन्दा नि भयो, भ्याट अमाउन्ट। भ्याट अमाउन्ट निकाल्ने फर्मुला के भन्दाखेरि एसपी अफ भ्याट पर्सेन्ट। एसपी अफ भ्याट पर्सेन्ट। यो अफ भनेपछि के गरायो? एसपी इन्टु भ्याट पर्सेन्ट, भ्याट बाई 100। भ्याट पर्सेन्ट भन्नाले 100 होइन, सरी, के अरे भ्याट बाई मैले के भने अघि माथि सिपी एसपी एसपी इन्टु 100। हाम्रो यहाँ भ्याट सहितको बिक्री मूल्य छ। भ्याट सहितको बिक्री मूल्य भनेको भ्याट विथ एसपी भन्छ। अब एसपीमा भ्याट जोड्यो भने भ्याट सहितको बिक्री मूल्य आइहाल्यो। यो फर्मुलाले त्यति रटिराख्नु पर्ने छैन, तर तपाईँहरूले यहाँ चाहिँ मेन जान्नुपर्ने नाफा नोक्सान, नाफा र नोक्सानको प्रतिशतहरू हो। किनकि यो अलि इम्पोर्टेन्ट छ, मैले स्टार लगाइदिएको फर्मुलाहरू। यो तपाईँहरूलाई अलि इम्पोर्टेन्ट हुन जान्छ। अब हामी के क्वेसन सल्भ गर्नेछौँ। मैले भिडियो पज गरेर यो क्वेसन लेखेँ ताकि भिडियो छोटो होस् भनेर। अब हामी यो क्वेसनको सोल्युसन गर्छौँ। यो क्वेसन 5 मार्क्समा सोध्ने गरेको छ। यस्तै खालको क्वेसन, यो क्वेसन भन्न मिल्दैन। अब
अब क्वेसनको यो भ्यालुहरू डाटाहरू चेन्ज हुन सक्छ। सुरुमा हामीले क्वेसन गर्दाखेरि चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा भनेको सुरुमा क्वेसन चाहिँ राम्ररी पढ्ने बानी बसाउनुपर्छ। धेरै मानिस धेरै मान्छेहरूले के गर्छन् भनेपछि कुनै अगाडि क्वेसन सल्भ गरेको छ भने चाहिँ त्यो क्वेसनको सोलुसन नै याद गरेर यता त्यही गर्ने कोसिस गर्छ। अहिले यहाँ सिपीको ठाउँमा पछि एसपी पनि दिन सक्छ अगाडि। त्यसरी त बिग्रियो नि त। त्यही भएर सुरुमा हामीले क्वेसन पढ्नुपर्छ। क्वेसनमा के भनेको छ 15 केजी 15 केजी चामलको 15 केजी चामलको क्रम हो। मैले क्रमलाई सिपी लेख्छु, तपाईँले बुझ्ने कोसिस गर्नुहोला। मैले कन्सेप्ट दिन खोजिरहेको हो यहाँ, त्यो त तपाईँहरूले बुझिहाल्नुहुन्छ यो सिपी एसपी भन्ने कुराहरू। 15 केजी चामलको एसपीसँग इक्वल छ भनेको थियो क्वेसनमा। हेर्नु त क्वेसनमा ल, एसपीसँग बराबर छ भनेको छ है। अब बराबर छ तर यहाँ प्राइस खुलेको छैन भनेपछि हामीले यसलाई यहाँनिर लेट गर्नु पर्यो। आरएस एक्स मानौ है त, यो भनेको मानौ। तपाईँले ब्राकेटमा मानौ पनि लेख्न सक्नुहुन्छ, मानौ भन्दाखेरि यहाँ क्वेसनले यति मागेको छ र नाफा वा नोक्सान प्रतिशत कति हुन्छ भनेर प्रफिट अर लस पर्सेन्ट सोधिरहेको छ। हामीले यहाँ 15 केजी चामलको मूल्य 15 केजी चामलको कस्ट प्राइस है, मूल्य भन्नाले किनेको मूल्य कस्ट प्राइस एक्स छ भने यहाँ के हुन जान्छ 1 केजी चामलको चामलको 1 केजी चामलको सिपी कति हुन्छ 1/15 हुन जान्छ। यो केमा हो हाम्रो आरएसमा हो है। अगाडि आरएस लेख्नु होला, म अर्को तलको स्टेपमा लेखिदिन्छु। अनि त्यसपछि चाहिँ यहाँ हाम्रो के छ अर्को 25 केजी चामलको चामल भएछ। यहाँ चामल बनाउनु पर्यो। 55 केजी चामलको एसपी चाहिँ हामीले के मानेको छ, एसपी चाहिँ हामीले आरएसएक्स नै मानेको छ भने अब 1 केजी चामलको कति हुन्छ त, 1 केजी चामलको के हुन्छ एक्स/25 हुन्छ है। आरएस एक्स/25 हुन गयो। अब यो चाहिँ हामीले क्वेसनमा दिएको कुराहरू निकाल्यौँ, क्वेसनमा दिएको कुराहरू लेख्यौँ र 1 केजी चामलको निकाल्यौँ। 15 केजी चामलको मूल्य दिएको छ भने 1 केजीको निकाल्न सकिन्छ नि है। एक्स/15 गऱ्यो भने त्यो डिभाइड बाई गऱ्यो भने आउँछ। सुरुमा क्वेसन बुझ्ने प्रयास गर्नु होला। यो सोलुसन स्टेपहरू भनेको आफै आउँछ। यो क्वेसनहरूमा तपाईँहरूले प्रफिट एन्ड लस भनेको फर्मुला आफै पनि बन्छ कि फर्मुला राख्नु पर्दैन। अब चाहिँ हामीले यहाँ के देख्यौँ है, अब हामीले के देख्यौँ यहाँ सिपी चाहिँ ग्रेटर देन एसपी देख्यौँ। ल हेर्नुहोस् त एक्स/15 चाहिँ ठुलो छ कि नै एक्स/25 भन्दा, एक्स/25 भन्दा ठुलो छ नि। र यो कन्डिसन भनेको के हो, नोक्सान भएको कन्डिसन हो। त्यो मैले माथि फर्मुला पनि लेखाएको छु र तपाईँहरूले आफै दिमाग लाउनुहोस्। तपाईँले किनेको मूल्य चाहिँ बढी भयो, तपाईँले किनेको मूल्य चाहिँ बढी भयो र तपाईँले कममा बेच्नु भयो भने अभियसली के भयो त घाटा भयो, नोक्सान भयो है त। के भयो त नोक्सान भयो है त। यो नोक्सान भयो, नोक्सान भयो, हामीले नोक्सान भयो भनेर थाहा पायौँ। तर हामीले प्रश्नले सोधेको चाहिँ के हो, नोक्सान प्रतिशत निकाल, प्रफिट अर के अरे नाफा और लस प्रतिशत भनेको हो। तर यहाँ हाम्रो के भयो अहिले नोक्सान भयो भने हामीले हामीले अब के निकाल्नु पर्यो, नोक्सान प्रतिशत। नोक्सान प्रतिशत निकाल्नु पर्यो। नोक्सान प्रतिशत निकाल्नको लागि हाम्रो फर्मुला छ माथि, तपाईँले थाहा होला मैले इम्पोर्टेन्ट भनेर स्टार पनि लगाइदिएको थिएँ। नोक्सान डिभाइड बाई प्रतिशत है। अब नोक्सान भन्नाले फेरि मैले माथि के लेखेको थिएँ, सिपी माइनस एसपी लेखेको थिएँ, तपाईँहरू कन्फ्युज हुनु होला। यो नोक्सान भनेकै के हो, सिपी माइनस एसपी हो है त। सिपी माइनस एसपी बाई सिपी इन्टु 100% हो है त। चाहिँ हाम्रो सिपी भनेको कति छ, एक्स/15 छ। मैले माथि गिभनमा लेखेको छु, तपाईँहरू हेर्नु होला लेख्नु भएको छ भने। र एक्स/25 चाहिँ के भयो त नि, एक्स/25 चाहिँ हाम्रो एसपी भयो भनेपछि सिपी फेरि के भयो एक्स/ कति हुन गयो 15 हुन गयो। हाम्रो डिभाइडमा यो 100% त हाम्रो पर्सेन्टेजमा निकाल्नको लागि छँदैछ। अब चाहिँ यहाँनिर हामीले अब के गर्नु पर्यो भन्दाखेरि यो दुइटाको एलसिएम लिनु पर्यो, यो दुइटाको एलसिएम लिनु पर्यो।
हामीले त्यहाँ केमा फ्रेक्सनमा आयो। अब 15 र 25 को एलसिएम लिँदा 5ले जान्छ यसलाई। 5 त्यहाँ 15, 5 5 25, के हुने भयो टोटल 75 हुने भयो। त्यही भएर हाम्रो यहाँ के हुने भयो 75 तल आउने भयो 15 र 25को ठाउँमा। 15 पन्चे 75 है। अब यो माथि 5 कसरी लेख्यो भने कन्फ्युज हुनु होला। 75लाई 15ले डिभाइड गर्नुहोस्। 75लाई 15ले डिभाइड गर्नुभयो भने के हुन्छ 70 के अरे 75लाई 15ले डिभाइड गर्नु भने 5 आउँछ, त्यो माथि लेखिदिउँ। जस्तै यता के छ अब 75लाई 25ले डिभाइड गर्नु पर्यो। 75लाई 25ले डिभाइड गर्नु पर्यो भने के हुन्छ 25 त्यहाँ 75 हुन्छ। अब यो हामीले यहाँ 3x यहाँ लेख्यौँ। अब हाम्रो तलको पनि छँदैछ x इन्टु के अरे x डिभाइड बाई 15। यो के हो हाम्रो सिपी हो है त तलको चाहिँ 15%। अब तपाईँहरूले बुझ्नुभयो होला भन्ने लाग्यो मलाई। यो एलसिएम लिन पनि सजिलै छ। अब चाहिँ यहाँनिर माथि लाइक टर्म छ हेर्नुहोस् त 5x माइनस 3x, त्यो भनेको लाइक टर्म हो कि होइन, लाइक टर्म हो है। अब लाइक टर्म भएकोले हामीले के गर्यौँ त्यसलाई सब्ट्र्याक्सन गऱ्यौँ, त्यसलाई घटायौँ र अब x बाई 15 राख्यौँ इन्टु 100% त छँदैछ नि हाम्रो है। अनि त्यसपछि चाहिँ हामीले के गर्यौँ अब यसलाई यस्तो गर्न मिल्यो हेर्नुहोस् है, म तपाईँहरूलाई पहिला गर्छु अनि बुझाउँछु। 15/x इन्टु 100%। जस्तै 2/5 इन्टु 3/5 भयो भने हामीले के गर्छौँ त योलाई 2/5 जस्ताको तस्तै लेख्छौँ। यो 5लाई चाहिँ के गर्छौँ माथि लेख्छौँ है हामीले। यो 5लाई इन्टु दिएर हामीले के गर्यौँ 5लाई माथि लेख्यौँ 3लाई तल लेख्यौँ है त। अब यसरी यसरी काटिन जान्छ 2/3 आउँछ। हामीले गरेको यहाँ त्यही नै हो। यो पहिलाकै कन्सेप्ट हो। तपाईँहरूले पक्कै अब खरिदार दिने मान्छे सब 10 पास हुन्छन् अनि उहाँहरूले सबले गरेर आउनु भएको होला। अब यहाँ हेर्नु पर्यो भने हाम्रो त्यहाँ 5 र 5 काटियो जस्तै माथि एक्स काटियो। अब यहाँ अर्को के कुरा काटियो 15 एका 15, 15 त्यहाँ 75, ए सरी 15 पन्चे 75, 15 पन्चे 75 भयो। अब यो भने कति भयो 2/5 इन्टु 100 भयो है त, यो प्रतिशत। अब यहाँनिर हेर्नु पर्यो हामीले 2/5 इन्टु 100, 5 कति जा 100 हुन्छ त 20 पन्चे 100। 20 पन्चे 100 भयो भने त्यसलाई कति प्रतिशत नोक्सान भयो त 40% नोक्सान भयो है त। अब हामीले 5 मार्क्सको क्वेसनमा कन्क्लुजन लेख्नु पर्ने हुन्छ। कन्क्लुजनमा के लेख्नु पर्यो भन्दाखेरि त्यो माथि क्वेसनमा लेखेको हुन्छ नि 15 केजी चामलको सिपी क्रमु लेखेँ मैले अहिले, क्रमु बराबर हुँदा नुकसान प्रतिशत भने तपाईँको 4.5 मार्क्स आउने चान्स हुन्छ। म दिनदिनै यस्तो यस्तै प्रश्नहरू अपलोड गरिदिनेछु। म आज अलि भिडियो लामो भयो फर्स्ट दिन हुँदा। अब कन्सेप्ट फर्मुलाहरू पनि भन्नु पर्यो। भोलि म तपाईँहरूलाई 2 3टा क्वेसन गराउँछु र त्यो क्वेसनहरू तपाईँहरूले गर्नुभयो भने तपाईँहरूलाई प्रफिट एन्ड लस पुग्छ। तपाईँहरूले बस कन्टिन्यू हेर्नु होला र भिडियो डेली हेर्नुहुन्छ भने एकचोटि सब्सक्राइब पनि गरिदिनु होला।